त्यो भिडियो हेर्न म अर्को भिडियो पनि पठाउँछु भिनाजु देखेको हेर्न त्यहाँ भिनाजु र कुमार दाई पनि देखिन् भा कस्तो बुद्धि तेरो भिनाजु र कुमार दाई पनि देखिनु भएको छ क्या त्यो आइडीको भिडियो ए जति रेकर्ड फ्ल्यास गरे नि सबै त्यो मिनालाई उ गर्नलाई हो त्यो के खलासी केही हुँदैन हामीले केही बोलेको होइन हामी बोलेको रेकर्ड ल्याउँ न त्यो तपाईँलाई फसाउन उ गर्नै पर्दैन मलाई के फसाउने हो र व्हाट्सएप मेरो त सुरुदेखिको अन्तिमसम्मको च्याट एभाइलेबल हुन्छ मेरो मोबाइलमा हेर्न त्यहाँ हेर्न यो लास्टको भिडियो आउँदैछ रुक है पठाउँछु कि अहिले नम्बर पठा मेसेन्जर छैन लास्टसम्म हेर्न भिनाजु कुमार दाई देखेको छ हालेर केही हुँदैन सबै रेकर्ड मगाइसकेँ दिलीप दाईसित नि मैले तिमीहरू कच्चा खेलाडी सोचेछौ पक्का खेलाडी देखाइदिन्छु म खेल तिमीहरूले ओपन गर्यो उनले त मैले अस्तिदेखि भने चाहिँ इन्ड मै गर्छु खेल तिमीहरूले सुरु गरेका हुन् त्यसपछि म हामी चाहिँ केमा दिपा दिजु नमस्ते नमस्ते हामी हेर्न आमालाई फसाउनलाई त्यो आमाको र मिनाको मात्र रेकर्ड रहेछ होइन त्यो भिडियोमा फेरि दाई पनि देख्नु भयो पनि देख्नु भयो क्या त्यहाँ हेर्न अनि फेरि च्याट हालेर त्यो फेक च्याट बनाएर मैले पठाएको मेरो मोबाइलमा रेकर्ड हुन्न जब जे गर्दा नि हुन्छ मेरो रेकर्ड हुँदैन भनिकन म दिलीपले अर्को मोबाइल तेर्साएर रेकर्ड गरेको दिलीपले अब दुईटा मोबाइल भनेको त्यहाँनिर लाइभ तताउन आइज अब सन्देश भाइ त कहाँ छस् हेर्न व्हाट्सएपमा फेक मेसेज बनाउन मिल्छ सन्देश भाइ त आइज अब म तँलाई फोन गरेर बोलाउँछु लाइभ तताउनु पर्छ खत्रै तरिकाले अब खत्रै तरिकाले लाउँछ नि के चार्जरले अरे यार कसरी तताउनु पर्छ अब मजा आउँछ गेममा मलाई नि पठाउनु न यार त्यहाँ पठाउने र हैजल्ला खाली थर्काउँछ देवी दिदी मलाई यो दिली किन र जति बेला आँखा हेर्न त कति कालो भयो त्यो आँखा डार्क सर्कल आम्मा कति टेन्सन दियो होला कति अनिदो होला यसरी टेन्सन दिन्छ नि हेर न अनि आँखा हेर्न त तर हरेक कुरा हामीलाई थाहा छ फुटबलमा नपुजा कसको गेम हो कसको के छ कसले कति पैसा दिएको छ कसको के हो सबै थाहा छ कोही नभुल्दा हुन्छ हामीलाई पनि आउँछ रेकर्ड हामीलाई चाहिँ हाल्दैनौँ हामीलाई चाहिँ पठाएका हुन्छन् के भयो नानी यो चाहिँ भन् त पहिला मलाई त्यो पनि टेन्सन भयो ए बेलुका जसरी पनि भने है भर्खर फोन गरेको नि भात खाना टेन्सन लिएर हो क्या त्यो नसुतेर नि यसो तनाव दिँदा रहेछ नि के काम तनाव होइन क्या नानी त्यो कस्तो धेरै दिपास्वरमा केही खाँच्दैन धेरै भइसकेछ त गर्ने गराउने फेरि जब भङ्खालोमा पर्न मन छ भने नि कति राम्रो सजिलो भयो तिमीहरूले कति सजिलो गराइदिरहेछौ मलाई त कति सजिलो यसलाई त यस्तै गरेर च्याप्छु च्याप्पिन्न म 1 2 3 च्याप्पिन्न अब त झन् मलाई सजिलो भएको छ को कहाँ के सबै कुरा सजिलो भइछ दिलीप दाईसित पुरै रेकर्ड मगाइछु मैले रुखमा तँलाई हालिदिन्छु दिलीप दाईसितको रेकर्डमा मैले स्क्रिन सेयर गर्नु दाई भनेर स्क्रिन सेयर गर्न जति रेकर्ड छन् ल सर पठाउनु त्यो यो भिडियो नै छैन यो भिडियो नै छैन जबकि हाल्छु के सानो रुक्न म यहाँ सानो के भन्छ अरे यो अलिकति यो एउटा कामले गर्दा म यति बसेको छु अनि तिमीहरूले जसलाई गुहार्न गथ्यौ नि त्यसपछि तिमीहरूले न्याय गुहार्छौ कि हामीबाट गल्ती हो हजुर कतिचोटि साइबर ब्युरो जान्छौ त्यो चाहिँ गराउँछु ओपन च्यालेन्ज दिदी कतिचोटि जान्छौ साइबर ब्युरो हेर्छु म पनि साइबर ब्युरोले प्रश्न गर्छ नि म व्हाट्सएप नम्बर जहाँ हुन्छ नि त्यहाँको व्हाट्सएप नम्बर फाल्छु अनि त्यसपछि साइबर ब्युरोलाई म पनि प्रश्न गर्छु कतिचोटि जान्छौ हेर्न त्यहाँ व्हाट्सएप
म्युट छेस् के हामी देवरकामा जानु लाग्थ्यो ठ्याक्क एकछिन पहिले फोन काटेर गइहालेको हामी म त झन् अनि म पनि हिँडेको हो नि त नबोल न चुप लाग्न अरू कुरा या आमा म पागल भइसके हजुरले मलाई चुप लाग्यो त अनि चुप लाग्यो न त अहिले किन कराइ बसेको तिमीले जति बोले पनि तिनीहरूले उ गर्नु पर्यो नि सबैजना यहाँनिर राजनीति गरेर के खाइराख्नु भन्ने कुरा थाहा छैन तिमी चाहिँ बोलेर के काम त्यहाँ के बोलेर यो कसैले बुझ्ने बुझ्छ नबुझ्नेले जति गर्ने बुझ्दैन दिदी लास्ट टाइम एकैचोटि सबै कुरा भएपछि एकैचोटि गर्ने केही नबोल्नु नबोल्नु के त यहाँ किन बोल्नु पर्यो नि भने तिमीले जति बोले नि काम छैन क्या दिपा दिदी चुप लागि बस अहिले नकराइ बस चुपचाप बस अहिले कराउनै पर्दैन यिनीहरूलाई ए यो हो भनेर जस्टिफाई दिनै पर्दैन समय आएपछि गर्ने हो नि त त्यो कुरै ननिकाल्नु तपाईँले कुरै निकाल्नु पर्दैन ता त मिठो मिठो बनाऊ खाऊ बस न ताइन तैँले लाइभमा बोले यो दिन्छु यो चुप लागि बस न नाटक होइन के त्यो फेक च्याट बनाएर के पाइन्छ अहिले फेक च्याट बनाएर हाले त छोड्देऊ न त हामीलाई थाहा छैन कसले गरेको भनेर यो के गराइ बस्छ प्रमाण त हामीसित आइसकेन चुप लागि बस न सम्मान नपचेको हो त इज्जतै नपचेको हो त मलाई त्यस्तै लागिरहेछ त्यही त चुप लागि बस कसले त्यस्तो गरेको भन्ने कुरा सबै आइसकेपछि तिमी चुप लागि बस